गाइज आज चाहिँ हामी खोलामा जलुका खोज्न आएको अनि हामी यहाँ खोलामा जलुका टिप्न आएको अनि हामी यहाँ खोलामा जलुका टिप्दै छौं गाइज। यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर यति अप्ठ्यारो अनि पहर जस्तो छ। यहाँनिर पानी पनि अलिअलि पानी झरिरहेको छ अनि हामी जलुका टिप्न आएको अवस्था। यहाँनिर हुनुहुन्छ हाम्रो जलुका टिप्ने मान्छेहरू। पानी देख्न सक्नुहुन्छ खोलामा छौं। त्यहाँनिर छ के नानी, त्यहाँ छन्ट भयो भने अलि अप्ठ्यारो रहेछ, त्यहाँ जान सकिन्न क्या नि। जुगा कोटार फाल न कस्तो, त्यही पनि जुगा देखेर पनि डराउँछन् र हौ। फालिदिउ नानी। यहाँनिर जलुका देख्न सक्नुहुन्छ। पानी पनि पहिला नपरेर अनि पानी नभएर होला सायद जलुका पनि धेरै पलाएको रहेनछन् अनि हल्का यहाँनिर पलाएको रहेछन्। यहाँनिर यति साना रहेछन्। यति मैले टिपिसक्यो। यो टिप्न आएको हामी। ल यहाँनिर चाहिँ जलुका रहेछ अनि यो पात टिप्न आएको कि हामी। यही नै टिप्न आएको अनि यसरी टिप्ने छु म। ऊ त्यहीँनिर छ, टिप तिम्रो हातले टिप। यहाँनिर पनि रहेछ। ल गाइस यस्तो अवस्था छ जलुकाको त। के को चिउ उम्रेर रहेछ फेरि यहाँ त गाइस। यहाँ यस्तो ठलठलले चिउ, यस्तो चिउ के हो, काठो कान चिउ। चिउ पनि उम्रिसकेछ यहाँनिर त। अघि तल उठ्यो नि चम्री चिउ नि नानी। हेर्नु गाई चिउ, च्याउ 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 च्याउ। यो काठोमा हुने चिउ हो है गाइज। यो काठोमा हुन्छ अनि यसलाई चाहिँ ठलठले पनि भन्छौँ, काठो कान पनि भन्छौँ अनि यसलाई लत्र काने पनि भन्छन् क्या नि नानी। च्याउ च्याउ।
त्यहाँनिर छ नानी। ओ त्यहाँनिर छ यो ठुलो टिप ओ त्यहाँनिर देख्यौ। अझै उता पनि छ। त्यस्तो गरेर टिप्छौँ गाइस हामी। टिपिरहेको अवस्था। त्यहाँनिर नै छ टिप। टिप्दा हातमा पनि तानिदिन्छ नि पर्व। यहाँनिर तेरु पनि पाकेको रहेछ गाइस। यहाँनिर तेरुको बुटा देख्न सक्नुहुन्छ। यहाँनिर तेरु फोलेको छ यो रुखमा। तेजु यहाँ देख्न सक्नुहुन्छ गाइस तेजु। हामी जल्लुका टिपेर अब घरतर्फ लाग्यो।